तोयमा र खियामाले चाहिँ यहाँ चाहिँ भलाकुसारी बसेर केस बाँड्दै गरेको यो शालिग निर्माण गरिएको छ। यो शालिगप्रति तपाईँलाई के भन्न छ भने कृपया तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। र हामी चाहिँ यति बेला तुवाचुङ डाँडामा छौँ। यो तुवाचुङ डाँडा अत्यन्तै पर्यटकीय स्थल यति बेला हलेसी तुवाचुङ नगरपालिकाको सबैभन्दा मुख्य पर्यटकीय स्थल हो। तर यहाँ अलिकति के कमजोरी छ भने यहाँ पानीको अभाव छ। यहाँ आउने पर्यटकहरूले चाहिँ आउँदाखेरि पानी चाहिँ लिएर आउने पर्ने हुन्छ र खानेकुराहरू पनि तपाईँहरूले भोकै चाहिँ नआउनु होला यो ठाउँमा, किनभने यो ठाउँमा होटल पसलहरू केही पनि छैन। र यो ठाउँमा आउँदाखेरि चाहिँ होटल पसलहरू नभएकोले गर्दा खानेकुराहरूदेखि पानीहरूदेखि सबै कुराहरूको व्यवस्था गरेर तपाईँहरू आउनुभयो भने तपाईँहरूले यहाँको सम्पूर्ण मनोरञ्जन लिन सक्नुहुनेछ। यो ठाउँको दृश्यहरू तपाईँले अवलोकन गर्न सक्नुहुनेछ। यो ठाउँ भनेको हलेसी तुवाचुङ नगरपालिकाको सबैभन्दा हाइटमा रहेको ठाउँ हो। तपाईँले देख्न सक्नुहुन्छ धेरै लामो छ यो मिनी गेट वाल निर्माण गरेको हलेसी तुवाचुङ नगरपालिकाले। र तपाईँलाई मैले यो जानकारी पनि गराएँ। यो जानकारीमूलक भिडियो तपाईँले पक्कै पनि धेरैभन्दा धेरै सेयर गर्नुहोला, सबैले लाइक कमेन्ट गर्नुहोला। यहाँहरूको आशा छ यहाँले यो भिडियो मन पराउनुहुनेछ र यहाँहरूले साथ दिनुहुनेछ र पेजलाई फलो गरेर पनि जोडिनुहुनेछ भन्ने आशा लिएका छौँ हामीले।